प्रधानमन्त्रीजीले हामीलाई पूर्वको सबै प्रदेशको प्रत्यक्षबाट जितेर आएको माननीयहरूलाई बोलाउनु भएको थियो। कोशी प्रदेशकोलाई बोलाउनु भयो, कर्णाली प्रदेश सबैलाई बोलाउनु भयो। यो सायद यस्तो गरेको मैले फर्स्ट टाइम सुनिरहेको छु, किनभने उहाँले बोलाएर भन्नुभयो कि यो तपाईहरुलाई अहिलेको सरकारले के गरोस् भन्ने लाग्छ, के गरोस्, तत्काल के गरोस् भनेर लाग्छ, सबैले भन्नुस् भन्नुभयो। कोशी प्रदेशका हामी 20-22 जना माननीयहरू भेला भएका थियौं र सबै कुरा हामीले फ्रीली राख्यौं। उहाँले भन्नुभयो लास्टमा, ल तपाईहरुले सबै कुरा मैले बुझेँ, मैले चाहिँ तपाईहरुको कुनै पनि जिल्लामा म भेदभाव नगरिकन मैले बजेट फ्लो गर्छु, विकास निर्माणको काम गर्छु, तपाईहरु निश्चिन्त हुनुस्। कुनै पनि जिल्लामा मैले कहाँ धेर पठाउने कहाँ कम पठाउने गरेर त्यसो म कहिले पनि गर्दिन भनेर उहाँले 2 लाइन बोल्नुभयो। एकदम खुसी पनि लाग्यो र यो नयाँ प्र्याक्टिस सुरु भएको मैले फिल पनि गरेको छु, किनभने पहिला त्यस्तो भएको थिएन होला। सबैलाई बोलाएर त्यसरी सोध्ने गरेको तुरुन्तै संसद बस्नु भन्दा पनि पहिला। त्यसकारण त्यो नयाँ जोश जागरको साथ आउनु भएको छ। उहाँहरूलाई हामीले अहिले सहयोग गर्नुपर्छ। म जाँदै गर्दा व्यवसायिकै इस्यु र एजेन्डा धेरै जसो उठाउने र मैले छुटेको कुराहरू पनि तपाईहरुले मलाई चाहिँ नि फिडब्याक दिनुभयो, यो इस्युमा बोल्न पर्यो, यो इस्यु उठाइदिनु पर्यो भनेको खण्डमा म चाहिँ व्यवसायिक संघ संस्था र संसद भवनमा मैले कुरा उठाउँछु र पुलको काम गर्छु। त्यो गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। तर म सबै कुराको एक्सपर्ट नहुँदा पनि व्यावसायिक क्षेत्रमा हजुरहरूले भनेको कुरा र जायज लागेको कुरा म चाहिँ व्यावसायिकै हक हितको लागि म जहिले पनि लागि पर्नेछु। किनभने मेरो 5 वर्षको पिरियड हुन्छ र आज अघि तपाईहरुले भेटेर आउनुभयो अर्थमन्त्रीलाई। हाम्रो जोस्ना म्याडमले भन्नुभयो हामीले राखेको कुराहरू सबै उहाँले भनिदिनु भयो, हामीले त बोल्नै परेन। म त के भन्छु भने अझ 100 दिन हेर्ने, 5 वर्ष हेर्ने। अब हामी त अपोजिसनमा बसेर उहाँहरूको काम हेर्ने र राम्रो काम गर्नुभयो भने उहाँहरूलाई सपोर्ट गर्ने। किनभने म आफै पनि व्यवसायी पनि भएको कारणले र म एकदम लाइट माइन्डेड मान्छे र म सपोर्ट गर्नुपर्छ भन्ने हो। त्यसकारण म जे काम राम्रो गर्नेलाई सम्मान गर्ने, राम्रो गर्नेलाई गर्न दिने। किनभने राजनीतिक पार्टीको धेरै त्यस्तो छ कि राम्रो काम आफ्नो पालामा होस् र जहिले पनि विरोध गरिराख्ने, त्यो गर्नु हुँदैन भन्ने चाहिँ मेरो चाहिँ मान्यता हो। त्यसकारण उहाँहरूलाई सपोर्ट गर्ने, राम्रो काम गर्नुभयो भने, राम्रो काम गर्नु भएन भने अलर्ट गराउने अनि त्यसको विरोध गर्ने मात्रै हो। तर अहिले चाहिँ उहाँहरूलाई सपोर्टै गर्ने हो। किनभने सबैको एजेन्डा नै देश राम्रो होस्, व्यवसाय राम्रो होस्, सुशासन होस्, भ्रष्टाचार चाहिँ 0 होस् भन्ने हो नि त। त्यो उहाँ